आजको बिहानी सबैलाई जय मसी अनि तपाईहरुको दिन चाहिँ शुभ रहोस्। आज म फेरि पनि करेसा बारीमा आएको छु अनि करेसा बारीमा चाहिँ मेरो टमाटर अनि त्यसपछि यो के रे खोर्सानीहरु फल्दैछ अनि काँक्रा पनि फल्दैछ है। हेर्नु अहिले चाहिँ मेरो करेसा बारीमा सबै फलहरु मात्र छ के। यता देख्न सक्नुहुन्छ आँप पनि फलिरहेको छ हो। यो चाहिँ कस्तो खालको आँप रहेछ हौ। यसरी अनि यसरी फलेको देख्दा चाहिँ कस्तो आनन्द लाग्ने कि आफ्नो बारीमा है थोरै भए पनि सबै कुरा हुँदा चाहिँ एकदम आनन्द लाग्दो रहेछ है साथीहरु। यता फर्सीको मुन्टा फलिरहेको छ हो। टिपेर पनि अस्तिदेखि खाँदैछु अनि वरिपरि दिदीहरुलाई पनि दिइसके हो। अनि साथै यता इस्कुसको मुन्टा पनि हुँदैछ है। सबै कुरा अलि छिटो समयमा मेहनत गरेर रोप्यो भने चाहिँ यसरी खानु पाइन्छ है त। अहिले चाहिँ इस्कुसको मुन्टा फर्सीको मुन्टा बजारमा एकदम महँगो छ। 50 रुपैयाँको सानो मुठा आउँछ। अनि मैले चाहिँ किन्नु परेको छैन।